सम्पूर्णमा नमस्कार। सधैँ झै हामी सनातन मिडिया ग्रुपबाट उपस्थित भइसकेका छौँ। आजको हाम्रो प्रमुख अतिथि हुनुहुन्छ लामो समयसम्म शिक्षण पेसामा अनुभवी सांस्कृतिक खोज तथा अनुसन्धानकर्ता श्री दामोदर शर्मा कोइरालाजी हुनुहुन्छ। उहाँलाई स्वागत गर्न चाहन्छौँ। नमस्कार। हजुर आम नेपालीले बुझ्ने भाषामा जुन हामी एउटा संस्कार संस्कृति हाम्रो सनातन धर्मको विषयमा कुरा गरिरहेका छौँ, यो वेद भन्ने चाहिँ के बुझ्नु भएको छ र वेद भनेको के हो? हजुर, यो वेद वास्तवमा वेद भन्ने धातुबाट संस्कृतमा बनेको शब्द वेद, यसको अर्थ हुन्छ ज्ञान। वेद चाहिँ यो सामान्य हामीले जे देखेका छौँ, सुनेका छौँ अथवा हाम्रो व्यवहारमा जे जति आएका छन् त्यो सबै ज्ञान हुन् र त्यसको मूल चाहिँ वेद नै हो। यो वेदमा हामीले जुन हाम्रो व्यवहारमा हामीले जन्मेदेखि नमरुन्जेलसम्म जे जति क्रियाकलापहरू गरिन्छ अथवा आफूले गर्ने क्रियाकलाप अथवा अनुभव गर्ने, प्राप्त गर्ने, प्राप्ति सम्पूर्ण कुराको त्यो मूल जरो भनेकै वेद हो। र यसैबाट नै संसारका यावत मानवका जीवन सञ्चालन सम्बन्धी क्रियाकलापहरू त्यसैबाट नै फैलिँदै गएका अरू शाखा हाँगाहरू हुन्। मूल चाहिँ वेद नै हो यसको। यो वेदान्त र वेदमा भिन्नता चाहिँ के छ र गुरु? असाध्यै धेरै छ। बताइदिनुहोस्, आम जनताले बुझ्ने गरी बताइदिनुहोस् न त। ठिक छ। पहिलो कुरो त अब वेदकै अलिकता म त्यसलाई वेदान्तसम्म जानलाई अलिकता वेदकै बारेमा चर्चा गर्छु। यो वेद चाहिँ हाम्रो जीवनमा सञ्चालन गर्ने यो एउटा सिङ्गो प्रकृतिमा नै जुन ज्ञान थियो त्यो वेद हो। र त्यसलाई प्रकृतिमा भएका अनेक किसिमका, एउटा उदाहरण दिउँ, प्रकृतिमा भएका अनेक किसिमका ध्वनिहरू एउटा गायक त्यसको चाहिँ सङ्गीतकारले त्यसलाई टुक्रा 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 गर्दै सारे गम पद नि सा भन्ने सारे गम पद नि 7 वटा जुन टुक्राहरू निकाल्यो र त्यसले सङ्गीतमा एउटा व्यवस्थित किसिमले त्यसलाई प्रयोग गर्ने काम गर्यो। र प्रकृतिमा जे जति थियो यो मानव जीवनको लागि प्रकृतिमा सृष्टि भइसकेपछि प्राणीहरूलाई सञ्चालन गर्नको लागि, प्राणीहरूलाई त्यो बाँच्न पर्यो, उनीहरूलाई हुर्काउन बढाउन प्रकृतिले जे जे गर्छन् त्यो किसिमको ज्ञान प्रकृतिमै थियो। हाम्रा ऋषिमुनिहरूले ध्यानको माध्यमबाट त्यो कुराहरूलाई उनीहरूले प्राप्त गरेर अनि जनसमक्ष लगिदिए। उनीहरूले श्रवणको माध्यमबाट, ध्यानबाट श्रवण गरेर त्यसलाई अरू जनसमक्ष लगेको हुनाले त्यसलाई श्रुति भनेर भनिन्छ, श्रुति ग्रन्थ भनिन्छ। यो यस्तो महासागर हो, जीवनका यावत कुराहरू त्यहाँभित्र छन्। अब वेद चाहिँ यही छुट्टा छुट्टै विषयहरूलाई पहिला सुरुमा एकै ठाउँमा थियो, पछि त्यसलाई छुट्टै विषयलाई छुट्टा छुट्टै रूपमा त्यसलाई विभाजन गरियो र वेदलाई 4 वेदहरूमा विभाजन गरियो। त्यो 4 वेदकामा चाहिँ पहिलो सबैभन्दा प्रमुख चाहिँ ऋग्वेद हो। यो ऋग्वेद चाहिँ सृष्टि सम्बन्धीदेखि लिएर ज्ञानकाण्ड भन्छ, त्यसलाई ज्ञानको चाहिँ विस्तार गर्ने क्रममा त्यसको सङ्कलन गर्ने काम ऋग्वेदमा भयो। र त्यसो ज्ञान प्राप्त गरिसकेपछि अब त्यसलाई जीवनमा कसरी उतार्ने अथवा जीवनमा त्यसलाई कसरी प्रयोग गर्ने भन्ने कुरा हाम्रा ऋषिमुनिहरूले त्यसलाई प्रयोग गर्दै, विशेषतः ब्रह्म ज्ञान प्राप्त गर्नेहरूले त्यसलाई प्रयोग गर्न थालेर यज्ञ कर्म आदि गर्दै त्यसलाई चाहिँ व्यवहारमा प्रयोग गर्ने काम हाम्रा ऋषिहरूले यजुर्वेदमा गरे। दोस्रो वेद यजुर्वेदको नामले हामी चिन्न सक्छौँ। अब जस्तै एउटा उदाहरण दिउँ, एउटा घर बनाउनको लागि इँटा चाहियो, ढुङ्गा चाहियो, त्यसै गरी रडहरू चाहियो, झ्याल ढोका चाहियो। ती सबै सामग्रीको ज्ञान गर्ने काम चाहिँ ऋग्वेद। हजुर। र
त्यसलाई जोडजाम गरेर घर बनाउने काम जे कर्मीहरूले गर्छन् त्यो चाहिँ एजुरियल भनेर हामीले उदाहरण दिउँ भने अनुपयुक्त हुँदैन। त्यसभन्दा पछाडि अर्को आउँछ, मान्छेले दुःख गर्छ, निर्माण गर्छ, ज्ञान प्राप्त गर्यो, घर निर्माण गरिसकेपछि आनन्द लिन पनि त उसले खोज्छ। हजुर। अनि त्यसबाट सङ्गीत लिने र आनन्द लिएर मनोरञ्जन गर्नको लागि उनीहरूले सङ्गीतको विकास गरे। त्यस्तै अरू त्योसँग सम्बन्धित कुराहरू जुन ज्ञान प्राप्त गरिसकेपछि त्यसलाई व्यवहारमा लैजाने काम चाहिँ सामवेद लेख्नु। सामको अर्थ गायन हो। र हाम्रो यो सङ्गीतकारहरूले जति सारेगामा जुन धुन निकालेका छन् त्यसको सुरुवात सृष्टि पनि वेदबाटै भएको हो। त्यो सामले नै त्यसको व्याख्या गर्छ। त्यसभन्दा पछाडिको अर्को चौथो चाहिँ मानव जीवन सञ्चालन गर्नलाई आनन्द र उसले मात्रै हुँदैन, बस्ने ठाउँ अथवा आनन्द लिएर मात्रै हुँदैन, त्यसलाई जुन चल्नको लागि त शिल्प विद्या चाहियो, कमाउन पर्यो, काम गर्न पर्यो, व्यापार गर्न पर्यो, बन्द व्यापार, यताउता कृषि, यी सारा कुराहरू गर्न पर्यो। र त्यसलाई चाहिँ अझ बढी हामीलाई रक्षा, स्वास्थ्य रक्षाको लागि, अरू विभिन्न आवश्यकताहरू पूर्तिको लागि जे जति कर्महरू गरिन्छ त्यसको सम्पूर्ण त्यसको उल्लेख गरिएका ती शास्त्रहरूको मूल भनेको चाहिँ अथर्ववेद हो। अथर्व ऋषिले त्यसलाई व्याख्या गरे अथवा त्यसलाई सङ्कलन गरे र त्यसको नाम अथर्ववेद हुन गयो। जब मान्छेले यो अलिकता वेदान्तसम्म जानलाई मैले अर्को एउटा आश्रम पनि जोडेँ। हजुर। जीवनलाई 4 आश्रममा विभाजन गरियो। 25 वर्षसम्म विद्यार्थी जीवन, पढ्ने काम, अध्ययन गर्ने, ज्ञान आर्जन गर्ने, त्यो चाहिँ मान्छेको एउटा 4 भागको 1 भाग जीवन चाहिँ अध्ययन गरेर संसार बुझ्ने, सृष्टि कसरी भयो अथवा यो संसार कसरी चलेको छ, स्थिति के हो, सृष्टि स्थिति लय अन्तिममा कहाँ गएर यो चाहिँ समाप्त हुन्छ, यी कुराको अध्ययन गर्ने काम उनीहरूले त्यही वेदबाट नै अध्ययन गर्छन्। 25 वर्षमा बिहा गरिसकेपछि गृहस्थ जीवन सुरु हुन्छ। अनि पढेका युवतीहरू, पढेका युवकहरूको बिचमा बिहा हुन्छ। हाम्रो पछि चाँडो उमेरमा बिहा गर्ने चलन विभिन्न कारणले आयो, तर वास्तवमा हाम्रो शास्त्रले 25 वर्ष ब्रह्मचर्यमै बस्ने बिहा नगर्ने कुरा चाहिँ भेटिन्छ। त्यसपछि 50 वर्षसम्मको जीवनलाई गृहस्थ जीवन यति महत्त्वपूर्ण जीवन हो कि त्यसले सारा त्यो ब्रह्मचर्यमा बस्ने विद्यार्थीलाई पाल्ने काम, गुरुहरूलाई पाल्ने काम, सेनालाई पाल्ने काम, राष्ट्रलाई पाल्ने काम अथवा सन्यासीहरूलाई पाल्ने काम र आफ्नै सम्पूर्ण क्षेत्रमा त्यो दिने, दान दिने अथवा त्यसलाई उपभोग गर्ने, आफूले उपभोग गर्ने, अरूलाई पाल्ने काम चाहिँ गृहस्थ जीवनले गर्छ। र अनि छोराछोरी भइसकेका हुन्छन्, उनीहरूलाई पनि पढाइसकेका हुन्छन्। 25 वर्षको उमेरसम्म त छोराछोरीहरू पनि फेरि अब परिपक्व भइसकेका हुन्छन्। अनि छोरोको बिहा गरिसकेपछि ल बाबु अब मेरो जिम्मेवारी तिमीलाई सुम्पेँ, अब तिमी नै गर भनेर छोरालाई सुम्पिएर आफू चाहिँ वानप्रस्थ जीवन बिताउँछ। वानप्रस्थ जीवनमा अब उनीहरूले जङ्गलमा गएर त्यही अरू वानप्रस्थी जीवनमा चाहिँ जङ्गलको उसमा बसेर अनुसन्धान गर्ने, तपस्या गर्ने, खोज गर्ने र फेरि जसरी हाम्रा पुर्खाहरूले सङ्कलन गरेर जुन वेदको सिर्जना गरेका थिए त्यसै गर्ने, त्यसको खोज गर्ने र अरू त्यो विस्तार गर्ने, नयाँ कुराको खोजी गर्ने काम चाहिँ उनीहरूले त्यसै बेलामा गर्थे। र 75 वर्ष पुगिसकेपछि अब अशक्त अवस्थामा पुगिसकेपछि उनीहरू चाहिँ सबै कुरो त्यागेर सन्यास लिने हाम्रो वैदिक परम्परा हो। अब यसलाई हामीले पुरुषार्थमा जोड्यौँ भने पुरुषार्थ 4वटा छन्: धर्म, अर्थ, काम र मोक्ष। यो 25 वर्षको उमेरलाई धर्मले हामीले गऱ्यौँ, त्यसलाई सङ्केत गऱ्यौँ भने 50 वर्षको उमेरसम्म अर्थलाई सङ्केत गऱ्यौँ। त्यसपछि कामलाई र 75 वर्षदेखि
मोक्षको लागि लड्नुपर्ने, सङ्घर्ष गर्नुपर्ने। अब यहाँनिर अलिकति दुविधा हुन्छ। यहाँलाई काम भनेको चाहिँ काम वासनासँग सम्बन्धित हो, तर 50 वर्षपछि कसरी त्यस्तो हुन्छ भन्ने पनि प्रश्न आउन सक्छ, होइन? हो। तर वास्तवमा यो के हो भने बहिर्मुखी संसारी भौतिक जगतमा रमाउने काम चाहिँ 50 वर्षमा उसको सिद्धिन्छ क्या। 50 वर्षसम्म। त्यसभन्दा पछाडि ऊ अन्तर्मुखी हुन्छ। हजुर। काम त त्यहाँ उसले आनन्द प्राप्त गर्छ क्या, बढी सन्तुष्टि त्यहाँ प्राप्त गर्छ। गृहस्थ चलाउनको लागि एउटा श्रीमती बिहा गर्ने अनि त्यहीँ रमाउने, त्यो आफ्नो एउटा परिवार सञ्चालन गर्ने, जीवन सञ्चालनको एउटा आधार स्तम्भ खडा गर्ने काम मात्र त्यहाँ हुन्छ। तर वास्तवमा आनन्द लिने काम वासनालाई अन्तर्मुखी बनाएर आनन्द लिने काम चाहिँ त्यसभन्दा पछाडि। त्यसैले त्यसलाई चाहिँ कामसँग हामीले पुरुषार्थ 4वटा पुरुषार्थ भन्थे, तेस्रो पुरुषार्थमा हामी त्यसलाई लिन सक्छौँ कामसँग। र अब 75 वर्ष भइसकेपछि सम्पूर्ण कुरा छोडेर परमात्मासँग लिन हुने, त्यो बाटोमा लाग्ने काममा ऊ लाग्छ। हो, यहाँले वेदान्तको कुरा गर्नुभयो, मैले त्यसमा जोड्न खोजेँ। यो वेद चाहिँ हाम्रो ज्ञान हो, जुन अध्ययन गर्ने काम सबै विद्यार्थी जीवनमा अथवा ब्रह्मचर्यमा बसेर अध्ययन गर्ने विधान छ। हजुर। त्यसपछि वेदभन्दा पछाडि चाहिँ हाम्रो त्यो वेद आरण्यकहरू ब्राह्मणहरू सिर्जना गरे। ब्राह्मण भनेको चाहिँ वेदको व्याख्या गर्ने काम अथवा त्यसको अध्ययन गरेर त्यसलाई खोजी नीति गर्ने, व्याख्या गर्ने काम चाहिँ उसले गर्छ। ब्राह्मणहरू सिर्जना भए। पहिलो वेदबाट ब्राह्मणहरू जन्मिए। हजुर। त्यो ब्राह्मणहरू चाहिँ त्यो भइसकेपछि जब मान्छे, मैले भने नि, त्यो गृहस्थ छोडेर जङ्गल जान्छन् अनि काममा चाहिँ उनीहरू लाग्छन्, कामको चाहिँ त्यो अन्तर्मुखी भएर आनन्द लिने काम गर्छन्, खोजी गर्ने काम गर्छन् भने त्यो चाहिँ आरण्यको सिर्जना भयो। त्यहाँबाट आरण्यक भनेको अरण्यबाट सिर्जना भएको छ। अरण्य भनेको जङ्गल। हजुर। त्यो जङ्गलमा बसेर त्यसको खोजी गर्ने भएको हुनाले त्यहाँ आरण्यकहरू जन्मे। र त्यसभन्दा पछाडि अब मुक्तिको लागि के हो त? वेदले त हाम्रो मुक्ति छैन। आनन्द लिएला, पढेर जीवन चल्ला, अरू व्यवहार चल्ला, सबै कुरा चल्ला, परमात्मासँग लिन हुने त वेदले पनि हामीलाई त्यो गर्न सक्दैन। त्यसैले वेदको पनि अन्तिम अवस्थामा वृद्ध भइसकेपछि परमात्मासँग जोड्ने काम जसले गर्छ त्यसलाई उपनिषद भनिन्छ, त्यसलाई वेदान्त पनि भनिन्छ। यसरी वेद र वेदान्तको बिचमा चाहिँ ठुलो अन्तर छ भनेर मैले भने। यसलाई ब्रह्मविद्या पनि भनिन्छ। वेदान्तलाई ब्रह्मविद्या, जसले परमात्मासँग हाम्रो मिलन गराउने काम, अर्थात् मान्छे सृष्टि किन भयो, कसरी जीवन सञ्चालन गर्यो, अन्त्यमा कहाँ गएर मिल्छ, यी सबै कुराको व्याख्या गर्ने र परमात्मासँग मिलाउने काममा चाहिँ वेदान्तले व्याख्या गर्छ र मान्छेलाई त्यही मार्गमा हिँड्नलाई प्रेरित पनि गर्छ। यसरी वेद र वेदान्तमा चाहिँ अलिकता भिन्नता छ। हामीले सम्झाउँदाखेरि त वेद र वेदान्त एउटै जस्तो लाग्छ, तर त्यसो होइन। जस्तो वेदले विज्ञानले कसरी हेरेको छ र विज्ञानसँग सम्बन्ध चाहिँ के छ र कसरी जोड्न सकिन्छ विज्ञानसँग वेदलाई? अब वेद नै विज्ञान हो, आफै विज्ञान हो। विज्ञान बुद्धिसँग सम्बन्धित छ। हजुर। बुद्धि विज्ञान हो। वेद सिद्धान्त हो, विज्ञान त्यसको व्यवहारिक प्रयोग हो। तपाईँको सारेगामा त्यो स्वरलाई टुक्रा गरेर, हाम्रो प्रकृतिमै छ, त्यसलाई टुक्रा गरेर सारे गमा पदनी ध्वनि निकालिसकेपछि त्यसलाई कहाँ कसरी प्रयोग गर्ने भन्ने काम चाहिँ विज्ञानको हो। सृष्टि, यो परमात्माले संसारको सृष्टि गर्यो भनेर एउटा हामीले त्यहाँ पुराणहरूमा अथवा शास्त्रहरूमा हामीले पढ्ने गर्छौँ। तर कसरी भयो त सृष्टि? सृष्टि त त्यसै भगवान्ले ल आज यो भइहाल उसमा भन्ने जस्तै कि स्वस्थानीमा ल फलानु सृष्टि हो भन्ने बित्तिकै स्वयं सृष्टि भयो, फलानु हो भनेर भन्ने त्यस्तो सृष्टि, त्यसरी सृष्टि भयो भनेर व्याख्या गर्न वेदले गर्दैन। यसको चाहिँ सृष्टि चाहिँ तपाईँको कसरी भयो, यसको वैज्ञानिक कारण के छ, वैज्ञानिक त्यसको चाहिँ के हो, त्यो निष्कर्ष के हो, यी कुराहरूको अध्ययन गर्ने
काम चाहिँ वेदमै हुने भएको हुनाले वेद र विज्ञानमा भिन्नता छैन, मात्र त्यहाँ अध्यात्म जोडिएको छ। त्यसैले यो दुईटामा त्यसको खोजी नीति गर्ने, केलाउने, अन्तिम निष्कर्षमा पुग्ने काम विज्ञानले जसरी गर्छ, यसमा त्यसै हुने भएको हुनाले नै यसलाई विज्ञान भनेर, वेदलाई पनि विज्ञानै हो भनेर हामीले जस्लियौँ। वैदिक सनातन हिन्दू धर्मले यो जातीय रूपमा उच्च र नीच बनाई जुन विभेद गरिएको छ, यसको चाहिँ अन्त्य अथवा वेदमै के छ र गुरु? अब यहाँले जुन विभेदका कुरा गर्नुभयो, वेदले विभेद गरेको छ र जातीयमा? यो अलिकता इतिहास कोट्याउनु पर्ने हुन्छ यस विषयमा। तपाईँको वैदिक काल यति उर्वर शक्तिशाली, विज्ञानको पनि शक्तिशाली युग थियो। तपाईँको मन्त्र शक्तिबाट नै मान्छे ठुला ठुला कामहरू गर्न सक्थे। अहिले पनि कतिपय त्यस्तो तान्त्रिकहरूले त गर्छन्, तर वैदिकहरू पनि मन्त्र शक्तिद्वारा नै कयौँ ठुला ठुला कामहरू गर्न सक्थे। त्यस्तो शक्तिशाली युग थियो र विज्ञानको पनि त्यत्तिकै युग थियो। विज्ञान माने त्यस बेलामा पुष्पक विमान जस्ता कुराहरू हामी रामायणमा पढ्छौँ। त्यसै गरी अरू विमानहरूका कुराहरू। अझ यहाँलाई रमाइलो कुरा त के भनौँ भने, भरद्वाज ऋषिले एउटा शास्त्र लेखेका छन्। त्यो उनको शास्त्र ठुलो छ। त्यसभित्र वैमानिक प्रकरण भन्ने छ। वैमानिक प्रकरण, त्यसमा 500 भन्दा बढी विमान बनाउने सूत्रहरू र यन्त्र कसरी निर्माण गर्ने, कुन वेगमा कसरी लैजाने, कसरी तलमाथि गर्ने अथवा के गर्ने, त्यसका सारा सूत्रहरू त्यसमा उल्लेख छन्। अहिले पनि हामी त्यो किताब बजारमा भेट्न सक्छौँ। त्यो बेलामा विज्ञानको विकास नभएको होइन, हजुर, तर त्यसको ह्रास हुनुका केही कारणहरू छन्। त्यो कारण के हो भने, उत्तर वैदिक कालमा तपाईँको यो अलिकता श्रम विभाजनले मान्छेलाई जुन उत्पत्तिको रूपमा लगेर जोडेर वंश परम्परामा त्यसमा लगेर जोड्यो। त्यसभन्दा पछाडि बिस्तारै मान्छेमा विभेद सिर्जना भयो। तपाईँको यो वर्णाश्रम व्यवस्था 4 आश्रम, उसमा ऋग्वेदमा एउटा मन्त्र छ, ब्राह्मणोस्य मुखमासीत बाहु राजन्य कृतः उरुतदस्य जद्वैस्य पदव्याग्म शूद्रो अजायत। यस मन्त्रलाई अब नियोजित रूपमा विवादमा ल्याउनेहरूले आफ्नो ढङ्गले व्याख्या गरे भने कतिपयले नबुझेर पनि यसको व्याख्या गर्न थाल्यो। यसलाई लगेर यो धर्मसँग लगेर जोड्न थाल्यो। अब यो कसरी सिर्जना भयो त समाजमा विभेद भन्ने कुरा यहाँले जुन कुरा गर्नुभयो, त्यो कुराको अध्ययन गर्ने हो भनेदेखि यो राज्य सत्ताबाट शक्तिको चाहिँ सन्तुलनले नै यी कुराहरू चाहिँ जन्मदै गए। अर्कोभन्दा म कसरी माथि जाउँ अथवा अर्कोलाई चाहिँ कसरी तल पारेर म सधैँभरि शक्तिशाली बसौँ भन्ने चाहिँ शासकहरूको त्यस्तो एउटा सोचको विकास भयो। त्यसपछि के हुन थाल्यो, अब यहाँ ब्राह्मणको छोरो ब्राह्मण भएर जन्मन्छ, म ठुलै मान्छे छु भने मेरो छोरो कसरी सानो हुन्छ भन्ने त्यस्तो किसिमको चिन्तन मान्छेमा विकास भयो। क्षेत्रीको छोरो क्षेत्री नै हुन्छ, वैश्यको छोरो वैश्य नै हुन्छ, अथवा शूद्रको छोरो शूद्र नै हुन्छ भन्ने चाहिँ त्यस्तो किसिमको चिन्तन उनीहरूमा विकास हुन थाल्यो। जस्तो वेदमा यो विभेद जातीय भन्ने चिज म चाहिँ त्यसमा जाँदैछु। हजुर, अब त्यो कुरा भइसकेपछि वेदको जुन कर्म विभाजन, कर्मको आधारमा भगवत गीतामा श्रीकृष्णले पनि भन्नुभएको छ। हजुर, चतुर्वर्ण मया सृष्टम गुणकर्म विभाग छ। मैले 4 वर्णहरूको सिर्जना गरेँ, त्यो सबै गुण र कर्मको आधारमा। सनातन धर्म संस्कृतिमा जुन वेदको कुरा गरिरहनु भएको छ, वेद भन्ने चिज जुन महत्त्वपूर्ण भन्ने छ, यो वेदको इतिहास चाहिँ कहाँबाट र कहिलेदेखि भयो गुरु? अब यहाँले धर्म र वेदको कुरा गर्नुभयो। धर्म शास्त्र र वेद नितान्त फरक कुरा हो। हजुर, वेद मैले अहिले नै भनिसकेँ,
सारा सृष्टिको मूल वेद हो भने हजुर धर्मशास्त्र कुनै एउटा सामान्य धर्म मान्छेको निर्वाह गर्ने अथवा धर्म यो समाज सञ्चालन गर्ने एउटा विधि पद्धति धर्मशास्त्रसँग सम्बद्ध रह्यो। तपाईँको यो धर्मशास्त्र भनेपछि त्यहाँ विभिन्न नीतिशास्त्रहरू धर्मशास्त्रहरू त्यसै गरी नै मनुस्मृति विशेषतः यो वैदिक कानुन धार्मिक कानुन पनि हो। मनुस्मृतिको मूल स्रोत पनि वेद हो भने तर यसले चाहिँ समाज कसरी सञ्चालन गर्ने र समाजमा के कस्ता कुराहरूको नियमहरू बनाउनुपर्छ। तपाईँको संविधान र नियम कानुन फरक कुरा हो। हजुर नियम कानुन चाहिँ एउटा मन्त्री परिषदले बनाउन सक्ने कुरा भयो नियमहरू होइन, तर संविधान त समग्र पार्लियामेन्टले बनाउनु पर्ने हुन्छ नि हो। त्यसै गरी वेद जे हो त्यो सनातन पहिलेदेखि चलिआयो, त्यसलाई फेरबदल हुनै सक्दैन। तर धर्म कानुन अथवा मनुस्मृति लगायतका अरू धार्मिक कानुनहरू जे जति छन् त्यो समयअनुसार शासकअनुसार राज्य सत्ताले त्यसलाई परिमार्जन गर्दै लैजाने शास्त्रहरू हो। त्यसैले धर्म भनेको यो परिवर्तनशील हुँदै जाने समाजमा परिवर्तन हुँदै जाने नियम कानुनहरू हुन् र वैदिक सनातनको युगमा यो कहिलेदेखि सुरु भयो भन्ने कुरा त यो अनादि, यसको त हामीले हिसाब गर्नै सक्दैनौँ। हजुर किन सक्दैनौँ भने पश्चिमाहरूले जुन अध्ययन गरे 10,000 वर्ष अगाडि चाहिँ मान्छे जङ्गली अवस्थामा थियो। अब यसको बारेमा हामी छुट्टै अर्को लामो बहस गर्न सक्छौँ, चर्चा गर्न सक्छौँ। एउटा सानो प्रमाणको लागि दक्षिण अमेरिकाको एउटा तियाहुआना प्रान्त भन्ने एउटा उसमा एउटा शिला उत्पन्न भयो, मतलब त्यहाँ उत्खननबाट फेला पर्यो शिवलिङ्ग। हजुर 10 टन 25 फुट अग्लो, 10 टनको। हजुर र त्यसैको साथमा 180 फुट लामो त्रिशूल हजुर फेला पर्यो। त्यसको चाहिँ पश्चिमा अनुसन्धाता हाम्रा वैदिक सनातनीहरूले अध्ययन गरेका होइनन्। त्यो पश्चिमी धर्मावलम्बीहरूले अर्थात् इसाई धर्मावलम्बी भनौँ कि वैज्ञानिकहरूले नै त्यसलाई अनुसन्धान गर्दाखेरि 28,000 वर्ष पुरानो भनेर भन्यो। हजुर अब तपाईँ भन्नुहोस् 10,000 वर्ष मान्छेको विकास भन्ने यो पश्चिमाहरूले आफै नै 28,000 पुरानो, के त्यो प्रकृतिले आफै बनाएको थियो होला शिवलिङ्ग? हजुर त्यो त मान्छेले बनाएको मान्छे नै हो। अब हाम्रा पुराणहरूले के भन्छन्? यति 1000 वर्षसम्म यो फलानु वंशको शासन चल्यो, त्यस्ता त कति हजार बिते। अब प्रमाण खोज्दै जाने हो भने यो कुरा हामी अर्कै दिन चर्चा गरौँला, तर मैले छुनै पर्छ यसलाई। चण्डीमा 12औं अध्यायमा हजुर देवीले दुई ठाउँमा चाहिँ असुरको कुरा गरेको छ। असुरहरूलाई हारिसकेपछि तिमी बाँच्न चाहन्छौ भने पाताल जाऊ भनेर भनिदिनु भनेर शिवलाई दूत बनाएर देवीले राक्षसहरूलाई भन्न लगाए, यम प्रयात पाताल यदि जीवितुमित छ भनेर त्यो श्लोक नै छ त्यस चण्डीमा, खोज्यो भने भेटिन्छ। बाँच्न चाहन्छौ भने तिमी पाताल जाऊ भनेर भनिन्। अनि अन्तिममा त्यो सायद 9औं 10औं मलाई ठ्याक्कै ख्याल भएन, 9औं अध्यायमा अथवा 10औं अध्यायमा हुनसक्छ, 12औं अध्यायमा चाहिँ बचे खुचेका सबै राक्षसहरू सबै मिलेर पाताल गए भन्ने चाहिँ 12औं अध्यायमा आउँछ। चण्डीमा खोज्दाखेरि भेट्न सकिन्छ। भनेपछि यो पाताल भनेर अब शब्दको खोजीनीति गर्ने हो भने अमरकोशले नागलोक, कुहु, पाताल यस्तै धेरै शब्दहरू चाहिँ पातालको नामसँग जोडिएका छन्। त्यो चाहिँ अहिलेको अमेरिका, जहाँ हाम्रो भूगोलबाट ठिक्क विपरीत, जहाँ हामी उज्यालोमा बस्छौँ भने उनीहरू अँध्यारोमा, त्यो पाताल हुनसक्छ। हो त्यही बेलामा अथवा हाम्रा हिरण्यकश्यपका कथाहरू हामीले पढ्छौँ होइन, प्रह्लादका कथाहरू, त्यसै गरी तपाईँको बलिराजाको कथाहरू आउँछ। हाम्रा पुराणहरूमा अनेक कथाहरू आउँछन्। शिवभक्त विशेष गरी राक्षसहरू शिवभक्त हुन्थे
राक्षसहरूका वंशहरू त्यही परम्परामा शिवका भक्त हुँदै गए होइन, विष्णुबाट लखेटिएका थिए अथवा यस्तै कथाहरू पनि कतिपय आउँछन् भने कतै बलि राजाको कथासँग जोडिएको त्यो शिवलिङ्ग तियाहुआना प्रान्त अमेरिकाको त्यो 10 टनको शिवलिङ्ग अनि 25 फुटको शिवलिङ्ग जुन त्यो कुरा आयो त्यो चाहिँ उनीहरूले स्थापना गरेको हुनसक्छ। पातालमा पनि हाम्रै पुर्खाहरू गएर बसेका थिए भन्ने प्रमाणहरू आउन सक्छ। हामीले खोजीनीति गरेकै छैनौँ यो त। तपाईँलाई अर्को एउटा रमाइलो कुरो के छ भने खोजीनीतिको विषय हो यो। पश्चिमाहरूले यसलाई भन्न चाहँदैनन्। माया सभ्यता भन्छन् उनीहरू, पुरानो माया सभ्यता। तर श्रीराम शर्मा आचार्यले आफ्नो ग्रन्थमा यसको खोजीनीति गर्दै लेख्नुभएको छ, मय दानवले बसालेको सभ्यता नै माया सभ्यता हो। मय दानव पनि यहाँबाट देवीबाट हराइएर अथवा हाम्रा विष्णु अथवा देवीहरूबाट यहाँ असुरहरूको रूपमा जुन त्यो भइरहेको थियो, विकास गरिरहेका थिए, त्यो ज्ञान र विज्ञान दुईवटा त फरक ढङ्गबाट विकास भइरहेको थियो। अनि उनीहरूले देवताहरूले उनीहरूलाई लखेटिसकेपछि उनीहरू पाताल गएर बसे र त्यहीँ नै सभ्यता सुरु गरेर मयकै नामबाट मय सभ्यता भनेर विकास भएको भन्ने चाहिँ हाम्रो पुराणहरूसँग जोडित छन्। तर त्यो पश्चिमाहरूले त्यसलाई त्यसरी व्याख्या गर्दैन हो। यस विषयमा म धेरै जान चाहन्न अहिले। र यो चाहिँ पतनको सुरुवात कहाँबाट? पतन त नभनौँ, सनातन कहिल्यै पतन हुँदैन, उत्थानको उत्थानै हो, परिवर्तन हुन्छ। यसलाई हेर्ने दृष्टिकोण फरक हो, हरेक मान्छेले कसरी व्याख्या गर्ने भन्ने कुरा चाहिँ फरक हो। तपाईँको हजारौँ वर्ष अगाडिदेखि चल्दै चल्दै आएको हाम्रो सनातन धर्म व्यवस्था लगभग 9औं शताब्दी 8औं शताब्दीतिरसम्म जुन रूपमा विकास भइरहेको थियो, एकातिर तपाईँको यो मुसलमानहरूको उदय भइसकेको थियो। हजरत मोहम्मदले जुन इस्लाम धर्मको चाहिँ स्थापना गर्नुभयो अनि उहाँको समय बितिसकेपछि उहाँका ज्वाइँहरू लगायतका आफ्ना सेनाहरूको चाहिँ धेरै त्यो शक्ति बढ्दै गएर उनीहरूले पूर्वतिर आक्रमण गर्दै गए र तपाईँको ज्ञानकै भण्डार, यति ठुलो ज्ञानको भण्डार थियो हाम्रो पुर्खाहरूको। तक्षशिला नामको विक्रम सम्वत सुरु हुनुभन्दा 800-900 झन्डै 1000 वर्ष अगाडि स्थापना भएको तक्षशिला, यो तक्षशिला विश्वविद्यालय, त्यो ठाउँमा त विश्वका 103 राष्ट्रका राजकुमारहरू आएर पढ्ने गर्थे अरे। त्यति ठुलो ज्ञानको थियो। हाम्रो नेपालकै पनि कति विद्वानहरू त्यहाँ आचार्य भएर बसेका थिए, गुरुहरू। त्यो इतिहासको खोजी गर्ने विषय हो र त्यो भेटिन्छ। अनि केसम्म पनि भनिन्छ भने जिसस क्राइस्ट त्यही आएर तक्षशिलामा पढेका थिए। त्यसैबाट पूर्वीय दर्शनसँग प्रभाव, उनको बलियो प्रभाव थियो भन्ने पनि हामीले इतिहासमा पढ्न पाउँछौँ। त्यति ठुलो एउटा शक्ति भएको ज्ञानको केन्द्र तक्षशिलालाई अब अरबियनहरू विशेषतः कसले ठ्याक्कै यो कुन सम्प्रदायले, कुन समुदायले यसलाई ध्वस्त गर्यो भन्ने त मतभेद छ, फरक छ। तैपनि हुँडहरू हुनसक्छ। अरबियनहरू उनीहरूको शक्ति बढेपछि त्यसलाई ध्वस्त गरियो। यो 7औं शताब्दीमै त्यसलाई सिधाइयो। तक्षशिला भन्दा पछाडि स्थापना भएका 3औं शताब्दीतिर 4औं शताब्दीतिर पुष्पगिरी, नालन्दा अनि यस्ता थुप्रै विश्वविद्यालयहरू, यति धेरै विश्वविद्यालयहरू थिए। हजारौँ विद्यार्थी, 10,000 भन्दा बढी विद्यार्थीहरू अध्ययन गर्ने विश्वविद्यालयहरू धेरै थिए भारतवर्षमा। ती विश्वविद्यालयहरू जुन रूपमा आइरहेका थिए, तपाईँको यतातिर मुसलमानहरूको आक्रमण पूर्वतिर हुँदै आयो। भारतवर्षमा आक्रमण भइसकेपछि सबै हिन्दूहरूलाई लखेड्दै, वैदिक सनातनीहरूलाई लखेड्दै अनि उनीहरूले आफ्नो एकछत्र शासन जमाउँदै अगाडि बढ्ने क्रममा
यी विश्वविद्यालयहरू ध्वस्त गरिए। तपाईँको 12औं शताब्दीसम्म पुग्दाखेरि बख्तियार खिल्जीले त नामै बनाइदियो, बख्तियार खिल्जी अरबी शासक। यति धेरै क्षति गरिदियो कि नालन्दा विश्वविद्यालय ध्वस्त, अर्को पुष्पगिरी, अर्को के धेरै विश्वविद्यालयहरू थिए भारतवर्षमा, ती सम्पूर्ण ध्वस्त बनाइदिए। त्यसभन्दा पछाडि जब 9औं शताब्दीभन्दा पछाडि जुन मुसलमानहरू हाम्रो भारतवर्षमा छिरिसकेपछि सबै विश्वविद्यालय ध्वस्त भइसकेपछि अन्धकारको युग सुरु भएको। अब यहाँ तपाईँको पश्चिममा हामी यहाँ ज्ञान विज्ञानका कुराहरू चरमोत्कर्षमा पुगिसक्दाखेरि पश्चिमाहरू चाहिँ तपाईँको जङ्गली अवस्थामै थिए अझै उनीहरू। हजुर। किनभने हुन त पश्चिममा पनि एउटा आफ्नै किसिमको विकास नभएको होइन। ईसापूर्व 200-300 वर्षतिर त त्यहाँ पनि ज्ञान विज्ञानका कुराहरू त भइसकेका थिए। त्योभन्दा अगाडि हाम्रो यहाँ भइसकेको थियो। त्यसैले जब मुसलमानहरूले यहाँ आक्रमण गरिसकेपछि 9औं शताब्दीपछि 9औं शताब्दीसम्ममा तपाईँको यो हाम्रो सनातनी संस्कृति चाहिँ पुरै रासोन्मुख भइसकेको थियो। आफू कमजोर नबनिकन अर्काले त्यसरी आक्रमण गर्न सक्दैछन्। यहाँभित्रका 2-3टा कुराहरू छन्। हजुर। तपाईँको वैदिक सनातनीहरूले धर्मलाई कठोर बनाउँदैन, कट्टर होइन कठोर बनाउँदैन, कठिन के पालन गर्नलाई नै नियम मानेर त्यो बस्नलाई नै कठिन हुने। महिलाहरूलाई एउटा घर हेर्ने, एउटा घर सञ्चालन गर्ने एउटा मेसिनको रूपमा मात्रै उनीहरूले हेर्न थाले। त्यत्र ज्ञान विज्ञान तपाईँको ऋग्वेदमा 30औं महिलाहरूले चाहिँ मन्त्रद्रष्टा छन्। त्यो शूद्र जातिहरूका कति ऋषिहरू छन् मन्त्रद्रष्टा छन्। उनीहरूले वेदको सिर्जना गरेका छन्, ब्राह्मणको सिर्जना गरेका छन्, आरण्यक लेखेका छन्। त्यस्तो शक्तिलाई चाहिँ छेड गर्दै वर्णाश्रम व्यवस्थामा जब प्रवेश गर्यो, हाम्रो प्रवेशलाई चाहिँ अलि सङ्कुचन गर्यो। प्रवेश त पहिल्यै भइसकेको थियो, वैदिक कालमा सङ्कुचन गर्ने काम गर्यो। तपाईँको एकातिर धर्म मान्न कठिन हुँदै गइरहेको, अर्कोतिर वर्णाश्रममा चाहिँ वर्ग विभाजन गर्ने काम, वर्ण विभाजन गर्ने काम हुन थाल्यो। र त्यहाँभित्र जो पहिला वेदले मुखले काम गर्ने, बुद्धिले काम गर्ने मान्छे ब्राह्मण भएका थिए, बिस्तारै तिनीहरूले आफ्ना सन्ततिहरूलाई नै त्यही समुदायमा सीमित गरेर अरूलाई प्रवेश निषेध गरे। क्षेत्रीको काम देश रक्षा थियो। क्षेत्र, जसको क्षेत्रको अर्थ एरिया हुन्छ, क्षेत्र, त्यसको जसले रक्षा गर्छ त्यो क्षेत्री थियो। बाहुनको छोरो पनि त्यो क्षेत्री बन्न सक्थ्यो। क्षेत्रीको छोरो बाहुन बनेका धेरै उदाहरण छ। म पछाडि त्यसलाई जाउँला, अहिले क्षेत्री कसरी ब्राह्मण बनेका छन् भन्ने कुरा पनि जाउँला। र क्षेत्रीले जुन काम गर्नुपर्ने भनेर गरिएको थियो, कर्मको आधारमा जुन त्यो विभाजन गरिएको थियो, त्यसलाई वंशको आधारमा, जन्मको आधारमा बनाउन थालियो। हजुर। वैश्यहरू बन्द व्यापार गर्ने, खेतीपाती गर्ने, अरूको अब उत्पादन क्षेत्रमा लाग्ने होइन, त्यस्ता काम गर्नेहरूमा जुन वैश्यहरूलाई जिम्मा दिएको थियो, जिम्मा लिने काम जसले गरेको थियो, बाहुनको छोरो पनि वैश्य हुन सक्थ्यो। तर त्यो पनि जन्मको आधारमा बनाएर सीमित बनाइयो। शिल्पका काम गर्नेहरू, सिपका काम गर्नेहरू र अलि फोहोर काम गर्नेहरू, जो वर्ग अहिले पनि त तपाईँ कति मिस्त्री काम गर्ने भनेको चाहिँ पुरै जिउ कालो बनाएर एकदम त्यो गरिरहने हुन्छन् होइन। तेरो धर्मै यही हो भनेर त्यसलाई त्यो गर्ने त कुरो त भएन नि। तर त्यो बेलामा जुन रूपमा अर्काको सेवा गर्ने, अलिक कमजोर मान्छेले सेवा गर्ने, शिव भएका मान्छेले शिवको काम गर्ने, त्यो कामको जुन जिम्मा लिएका थिए उनीहरूलाई पर्याप्त क्षमता अनुसार गर्ने काम जे थियो त्यसलाई जन्ममा लगाएर जोडिदिए। अनि त्यही ऋग्वेदको जुन एउटा सृष्टि, यो वर्णाश्रम धर्म व्यवस्था सम्बन्धीको जुन एउटा विभाजन, ब्राह्मणोस्य मुखमासित बाहु राजन्य कृतः उरु तदस्य ध्यत वैश्य पदव्याग सूत्रो अजायत भन्ने जुन मन्त्र छ, त्यसलाई चाहिँ बाहुन मुखबाट जन्मियो, क्षेत्री हातबाट जन्मियो,
अनि यो कम्मरबाट वैश्य जन्मियो शूद्र पैतालाबाट जन्मियो भनेर त्यो जन्मिने त्यस्तो किसिमले अर्थ गर्ने काम हुन थाल्यो। त्यसमा विभाजन आयो। जस्तो जुन अहिलेको जुन वेद हाम्रो सनातन धर्ममाथि जुन बाहिरी धर्मले हस्तक्षेप गरिरहेको छ, यसलाई चाहिँ कसरी हेरिरहनु भएको छ र? अनि मैले त्यो इतिहासमै जोड्नुपर्ने हुन्छ। जब पश्चिमाहरूले यहाँ दृष्टि लगाए, हाम्रो जुन सम्पत्ति थियो वेद उपनिषद अथवा हाम्रा ज्ञानका जुन भण्डार थिए, त्यो ज्ञानको भण्डार पश्चिमको नजरमा ओझेलमा थियो, उनीहरूले देखेका थिएनन् र उनीहरू त्यसलाई नकार्थे पनि। हजुर। जब यहाँ इसाईहरू मुसलमानहरू प्रवेश गरे, सारा सनातनीहरूलाई तहस नहस गरिदिए, त्यो धार्मिक महत्त्वपूर्ण केन्द्रहरूमा आक्रमण गरेर सम्पत्ति लुटे लगे र भारतमै कब्जा गरे। 700 वर्ष त तपाईँको मुसलमानले कब्जा गरे भारत। त्यस बेलामा एकदम बस्न नसक्नेहरू जति ज्ञानी मान्छेहरू थिए तिनीहरू छरिएर बाहिर जान लागे। त्यसको स्वाद चाहिँ अब बाहिरले अलिअलि चाख्ने मौका पाए। हजुर। पछि 17औं शताब्दीतिर भइसकेपछि पुनर्जागरणको युग सुरु भयो अनि इसाईहरू छिरे, यहाँ व्यापारको न्युबाट छिरे र मुसलमानहरूलाई धपाएर इसाईले सुरु भयो। तपाईँको यहाँको भौतिक क्षति चाहिँ मुसलमानहरूले गरे, इसाईहरूले भौतिक क्षति केही गरेनन्, तर मानसिक क्षति गरिदिए। मान्छेमा हीनताबोध जगाउने, यो केही होइन, यो सबै यो वैयात मिथक हो, यो कथाहरू कुनै सत्य होइन, सबै मिथक हुन् भनेर हाम्रा पुराण इतिहासहरूलाई पनि मिथकको रूपमा जोडिदिने काम पश्चिमाहरूले गरे र उनीहरूको उद्देश्य पनि व्यापारको न्युबाट धर्म प्रचार नै थियो। अब तपाईँको एउटा रमाइलो पछि चाहिँ के हो भने ज्ञान कहिल्यै मर्दैन, मैले अहिले भने नि, कहिल्यै खुम्चिँदैन, त्यसको बाटोहरू परिवर्तन भएर जान्छन्। हाम्रो सनातन धर्म चाहिँ साँगुरिएर खुम्चिएर लोप हुने अवस्थामा गयो भन्ने कसैको भनाइ छ भने त्यो बिल्कुल भएको छैन। किन छैन? ज्ञान यथार्थ कुरा त जहाँ गए पनि त्यो यथार्थ नै हुन्छ, सत्य नै हुन्छ। बिस्तारै तपाईँको यो अरबी भाषामा हाम्रा उपनिषदहरू उल्था भएछन् 17औं 18औं शताब्दीतिर। त्यो अरबी भाषाबाट सोपेनहावरले गीता चाहिँ अङ्ग्रेजीमा उल्था गरे र उनलाई यति मोह बढ्यो कि यहाँ पुरै हाम्रो हिन्दू धर्मशास्त्र अथवा हाम्रो वैदिक सनातन के छ भनेर उनले खोजिनेति गरे। जब सोपेनहावरले उपनिषदहरूको अध्ययन गरेर उनले जुन गर्दै थिए, पश्चिमाहरू बिस्तारै आकर्षण हुँदै आए। जब यहाँ मुसलमानहरूको आक्रमणले मान्छे टिक्न नसक्ने भए, त्यसपछि बिस्तारै ती विद्वानहरू आफ्नो ग्रन्थहरू च्यापेर लुकेर बाहिरतिर जान थाले अनि गएर चाहिँ गुरुकुल सञ्चालन गर्न थाले। कतै बाहिर गएर अब त्यो हजारौँ विद्यार्थी पढ्ने विश्वविद्यालयहरू अब रहेनन्, ठाउँ ठाउँमा गुरुकुल सञ्चालन गर्न थाले र अनि यो सायद मुसलमान नै हो, दारा सिकोह भन्नेले चाहिँ 50वटा उपनिषदलाई सङ्कलन गरेर फारसी भाषामा उल्था गर्छ। हजुर। अब बिस्तारै हाम्रो चाहिँ पश्चिमाहरूले चाहिँ उनीहरूमा विस्तार हुन थाल्यो। अनि दारा सिकोहले जुन गरेको त्यो उसबाट प्रभावित भएर त्यहाँ गीता पढ्ने मौका चाहिँ सोपेनहावरले प्राप्त गरे र त्यो पढिसकेपछि उनलाई पनि धेरै प्रभावित भए। उपनिषदहरू अध्ययन गरेर पूर्वमै आएर त्यसको बारेमा रस लिने, पढ्ने र त्यसको चाहिँ बारेमा लेख्न थाले उनीहरूले। बिस्तारै पश्चिमा अङ्ग्रेजीहरूमा चाहिँ उल्था हुन थाल्यो। त्यसै गरी बिस्तारै म्याक्समुलरले चाहिँ तपाईँको ऋग्वेदको उल्था गरे। हजुर। अनि जर्मनमा त्यो चाहिँ व्यापक रूपमा मान्छेको यति धेरै प्रभावित भयो। त्यति मात्रै होइन, उनीहरू त अझ
कालिदासको शाकुन्तल महाकाव्यको अङ्ग्रेजी अनुवाद पढेर यति धेरै प्रभावित भएछन् कि संस्कृत साहित्य पढ्नै पर्छ हामीले भन्ने लाग्यो र उनीहरूले यही अध्ययन गर्न थालेर पश्चिममा चाहिँ उनीहरूले त्यसलाई पढ्न थाले। यो कुरा बुझे अब ज्ञानको भण्डार रहेछ, यहाँ यत्रो शक्ति छ। अब जुन अन्धकार युगमा बसेका जुन पूर्वीय हाम्रो भारतवर्षमा अन्धकारमै बसिरहेको नि त मुसलमानहरूले आक्रमणले अब केही सबै कसैले केही गर्न सक्दैन थियो। त्यस्तो अवस्थामा बसेका क्रिस्चियनहरू जब यहाँ भित्रिए 17औं शताब्दीमा व्यापारिक नाम लिएर चाहिँ जुन आए होइन, त्यसपछि भारतमा चाहिँ मुसलमानलाई हराएर इसाईहरूको प्रवेश भइसकेपछि उनीहरूले बिस्तारै बौद्धिक क्षति गर्न थाले। भौतिक क्षति मुसलमानहरूले गरे, बौद्धिक क्षति चाहिँ अब त्यहाँ ताला लगाउने काम चाहिँ इसाईहरूले गर्न थाले र गुरुकुलहरूलाई सबै नष्ट गराइदिएर उनीहरूले चाहिँ यो चाहिँ मिथक हो, त्यो यस्ता याद कथा पढेर हुँदैन, अब अरू छुट्टै ढङ्गले जानुपर्छ भनेर मान्छेलाई त्यो भरिदिने काम गरे। अङ्ग्रेजी पढेपछि यो संस्कृतको काम छैन भन्ने अहिलेसम्म पनि मान्छेको धारामा त्यो बनाइदिने काम चाहिँ अङ्ग्रेजहरूले गरेको हो। यसरी अब उनीहरूले आफूले त्यसको रस लिन थाले पश्चिमाहरूले। हजुर, यतापट्टि अङ्ग्रेजहरूले त्यसलाई दबाउनतिर लागे भनेपछि हामी अन्धकारमा गयौँ। एकातिर हाम्रो धर्म चाहिँ के हुन थाल्यो, कट्टर हुन थाल्यो, लडाइदिने दुइटाको फुटाउ र शासन गर भन्ने अङ्ग्रेजको नीति हो। हजुर, एउटै सम्प्रदाय, एउटै धर्म, एउटै सम्प्रदायमा भित्र पसेर तिमीहरू यस्तो भनेर उसलाई छुट्टै उचाल्दिने, उसलाई उचाल्दिएर लडाइँ गरिदिने काम चाहिँ अङ्ग्रेजहरूले गर्न थाले। त्यसले गर्दाखेरि हामीमा बिस्तारै यो जातीय विभेदको चाहिँ एकदम अझै जति बढी पहिले पनि त त्यो विभेद त बढ्दै गएको थियो, त्यसलाई चाहिँ अझै बढी बनाउने काम चाहिँ यो अन्धकारको युगमा झन् बढी हुन थाल्यो। त्यसभन्दा पछाडि अब बिस्तारै यो प्रति मान्छेको वितृष्णा जन्माउने काम उनीहरूले गरे। अब यसलाई अहिले हेर्दाखेरि हामी पश्चिमाहरूबाट नै यसको अध्ययन गरेर यहाँभित्रका कुराहरू रहस्य खोतल्ने काम भइरहेको हुनाले हाम्रो सनातन धर्म चाहिँ अब अर्कै ढङ्गले प्राविधिक रूपमा चाहिँ त्यसको विकास भइरहेको छ। अब यसलाई हराएर जाने भन्ने कुरा चाहिँ हुँदैन, तर धर्मको नाममा नभएर एउटा त्यसलाई अनुसन्धानको रूपमा, एउटा विज्ञानको रूपमा त्यसले के कति हाम्रो समाजमा मानव सभ्यतालाई के कति योगदान दिएको छ भनेर त्यसको अध्ययन गर्ने काम चाहिँ पश्चिमबाट भइरहेको छ र हामीले पनि अब यसलाई पुनरुत्थानको रूपमा अब जानै पर्ने आवश्यकता देखिन्छ। के नेपाललाई वैदिक सनातन हिन्दू राष्ट्र बनाउन कतिको आवश्यकता देख्नु भएको छ? यो आवश्यक छ कि छैन, तपाईँको दृष्टिकोणमा के छ गुरु? यो अति आवश्यक मात्र होइन, अनिवार्यता नै हो। विश्वमा इसाई राष्ट्रहरूले आफूलाई इसाई राष्ट्र घोषणा गर्छन् अनि मुसलमानहरूले मुसलमान राष्ट्र भनेर घोषणा गरेर उनीहरूले त्यो धार्मिक कानुन लगाएर शासन गरिरहेका छन्। 14-15 देशमा त यति कट्टर मुसलमान देश छन् कि उनीहरूको धार्मिक कानुनै त्यो धर्मलाई नै कानुन बनाएका छन्। कतिले इसाईहरूले पनि आफ्नो राज्य सञ्चालन त्यो धार्मिक कानुनकै आधारमा नै सञ्चालन गरेका छन्। अब हामीलाई यो हाम्रो संस्कृति, हाम्रो संस्कार, हाम्रो पद्धति, हाम्रो विज्ञान, हाम्रो ज्ञानलाई सकेसम्म त्यसलाई दबाउन पश्चिमाहरूले प्रयत्न गर्ने, हामीले हाम्रो आफ्नो तर्फबाट त्यसलाई विकास गर्ने सोच नभएको कारणले गर्दाखेरि आज हामी पछाडि परेका छौँ। एउटा हिन्दू राष्ट्र भन्ने पनि त्यसलाई हिन्दू धर्मनिरपेक्ष भनेर जुन बनाइयो यो पश्चिमाहरूकै खेल थियो भन्ने मलाई लाग्छ। र यसलाई हिन्दूहरूको एउटा आस्थाको केन्द्र, हिन्दू मात्रै होइन, वैदिक सनातन ओमकार परिवार, यहाँ 4 सम्प्रदायका मान्छेहरू छन्। म यसमा पनि जोडौँ अलिकता, 4 सम्प्रदायका मान्छेहरूमा यो हाम्रो सनातनी वैदिक सनातनी राष्ट्रले नै सबैको संरक्षण गर्न सक्छ भन्ने चाहिँ फेरि अरूलाई पनि नपरेको होइन। तपाईँको बोन धर्म यहीँबाट जन्मिएको छ, बुद्ध धर्म यहीँबाट जन्मिएको छ, किराँत धर्म यहीँबाट जन्मिएको छ। अब हिन्दू जन्मेको त होइन, यो सनातनै हो पहिलेदेखिको। यसलाई एकता कसरी गर्न सकिन्छ? त्यही त यो ओमकार परिवार भन्ने जुन छ त्यसभित्र चाहिँ फुट ल्याउने कहाँबाट भएको छ त्यसलाई पन्छाउन सक्नु पर्दछ। हजुर, किनभने
यहाँ किराँतलाई उचाल्ने तिमीहरूलाई हिन्दूले यसरी दबाएको छ, हिन्दूहरूको विरुद्धमा जानुपर्छ भन्ने किराँतलाई उचाल्ने, अनि बुद्धिस्टहरूलाई तिमीहरूलाई हिन्दूले दबाएको छ भन्ने बुद्धिस्टलाई उचाल्ने, अनि अर्को हिन्दूलाई तिमीहरूले अरूले चाहिँ यसरी पेलेको छ भनेर हिन्दूहरूलाई उचाल्ने, अनि अरू बोन त अझ सीमित भइरहेको छ त्यसलाई त्यही ढङ्गले उ गर्ने, यिनीहरूको बिचमा चाहिँ फाटो ल्याउने। यी सम्प्रदायहरूलाई एकजुट बनाउनको निमित्त कतिको पहल कदमी अगाडि बढाइरहनु भएको छ? तपाईँहरू गर्नुभएको छ कि छैन? सनातनी धर्महरूमा जो लाग्नु भएको छ, नेतृत्व गरिरहनु भएको छ, उहाँहरू कतिको अगाडि बढिरहेको छ? हामी त अध्येता मात्रै हौँ। धर्मगुरु भन्नेहरूले त्यसलाई सही ढङ्गले अगाडि लान सक्नुभएको छैन भन्ने मलाई लाग्छ। हजुर, जस्तै एउटा उदाहरण दिउँ, तपाईँको यो सनातनीहरूभित्र पनि हजुर कोही वैष्णव छन्, कोही शाक्त छन्, तपाईँ अब त्यसै गरी अरू विभिन्न मार्ग छन्, तिनीहरू बिचमा नै एक आपसमा मतभेद छ। हजुर, जस्तै वैष्णवकै कुरा गर्ने हो भने वैष्णवको इतिहास हेर्दाखेरि मुसलमानहरू यो कसरी जन्मियो भन्ने कुरामा जाउँ न। एउटा सानो उदाहरण दिउँ, वैष्णवहरू चाहिँ मुसलमानहरूले भारतमा आक्रमण गरिसकेपछि मुसलमान बने। उनीहरूलाई मन परेन, मुसलमान शासन व्यवस्था मन परेन अथवा त्यो धर्म मन परेन, हामी फर्कन्छौँ भन्दाखेरि सनातनीहरूले लिएन। तँलाई हाम्रो उसमा लिन सक्दैनौँ भनेर भनिसकेपछि रामानुजाचार्य आदि आदि अरू गुरुहरू यस्तै नयाँ अरू जन्मिएर नयाँ सम्प्रदाय स्थापित गरेर हिन्दूबाट च्युत भएका, हजुर, जो हिन्दूमा फर्कन चाहेर पनि नपाएकाहरूलाई संरक्षण गर्नलाई वैष्णव समुदायको चाहिँ सिर्जना भयो। अब अहिले हेर्दाखेरि वैष्णवहरू हामी यति ठुलो धार्मिक अरूले छोएको खाँदैनौँ, अरूलाई ठुलो अरू सबै सानो हुन् भनेर उहाँहरूले चाहिँ त्यसरी भन्नुहुन्छ। यो पनि अलि अतिवादिता जस्तो, किनभने हामी सबै एउटै हौँ भन्न उहाँहरूले सक्नुहुन्न। ठिक छ, आफ्नो घरभित्र आफ्नो कुरा हो, सार्वजनिक ठाउँमा हामीले चाहिँ कसैलाई पनि समान व्यवहार गर्नुपर्छ भन्ने हामीले चाहिँ सबैले सोच्ने हो भने हामी एकता सम्भव छ, हामीभित्र एकता सम्भव छ। अब हामी अन्तिममा आइसकेका छौँ। अन्तिममा हजुरको छुटेका केही भनाइहरू छ भने राखिदिनु न। अब छुटेका हामी यो भित्रका कुराहरू त यति असङ्ख्य कुराहरू छन्। तपाईँ यहाँ खाजा पनि नखाइकन, खाना पनि नखाइकन 10 घन्टा बहस गर्नु अथवा छलफल गर्नु भने पनि यहाँभित्र गर्न सकिन्छ। के छुटेको भन्ने कुरा चाहिँ यहाँ हुँदैन, किनभने सबै अब कति मैले के कुरा भन्नै पर्ने कुराहरू आम जनतालाई भन्नै पर्ने कुरा, आम जनताको कुराहरू केही छ भने आम जनतालाई हामीले के उ गरौँ भने व्यवहारिक रूपमा हामी घरभित्र हामी आफ्नो विवेक र आफ्नो क्षमता विवेक अनुसार हामीले काम गर्नुपर्छ भने अरू मान्छेलाई भेदभावको कुरा नगरिकन समाजमा हामी सबै ओमकार परिवार होइन, हिन्दू बुद्ध जैन त्यसै गरी बोन किराँत होइन, यी सबै हामी एउटै सम्प्रदायभित्रका एउटै भाइ हौँ, हामी मिल्नुपर्छ भनेर एकले अरूलाई सम्मान गर्ने, हरेकले अरूलाई सम्मान गर्ने व्यवस्था गर्न सक्यौँ, अरूलाई चाहिँ हामीले त्यसलाई आदर गर्न सक्यौँ र सबैले फुटाएर शासन गर्नेहरूको कुरा नसुनिकन विवेक प्रयोग गर्न सक्यौँ भने, अथवा अन्तिममा भन्न त अझ के भन्नुपर्छ भने जो ज्ञान छ, या त्रिपिटक होस्, मन्दम होस्, त्यसै गरी तपाईँको गीता होस् अथवा अरू धर्मग्रन्थहरू जे छन् ती सबैको सबैले अध्ययन गरेर त्यसलाई मेरो हो, हाम्रो हो, आफ्नो हो र हामी सबै एक हौँ, एउटै बाउका सन्तान हौँ। यहाँ शूद्र ब्राह्मण क्षेत्रीको त कुरै छैन, किनभने त्यो हरेक जाति समान रूपमा छौँ र हरेक धर्म हरेक सम्प्रदायमा कुनै भेदभाव छैन भनेर कानुनले जे दिएको अधिकार प्रयोग गर्ने र कानुनलाई नै आधार मानेर सबै मान्छेले त्यसलाई सम्मान गर्न सक्यौँ भने हामी परचक्रीको त्यो कब्जाबाट उम्किन सक्छौँ र यसलाई फेरि हाम्रो एउटा सनातनी एउटा राज्य बनाउन सक्छौँ। सनातनी हुँदाखेरि सबै संरक्षणको महसुस गरेका थिए। मैले अहिले भन्दै थिएँ, मुसलमानहरूलाई हज गर्नलाई कसले पठाउँथ्यो त? हाम्रो पहिला यो
हाम्रै हिन्दू सरकारले त पठाउँथ्यो त, सरकारले पठाउँथ्यो भने कुनै हिन्दूलाई, जस्तै हामीलाई मानसरोवर जान भनेर त खर्च दिँदैन नि सरकारले, मुसलमानहरू त संरक्षण गरेका थियो, किनभने यो देश मुसलमानको पनि हो। बुद्ध धर्मका मान्छेहरूलाई पनि हरेक उसमा सहयोग, एक आपसमा सद्भाव जोड्ने काम हुँदै आएको थियो भने त्यसलाई कायम राख्न सक्नुपर्छ र हामीले यसलाई नै एउटा भाइचाराको रूपमा हामीले अगाडि विकास गर्न सकेनौँ भने हामी अझै सिद्धिन सक्छौँ र अरूले के गर्छन् भन्ने कुरा होइन, हामी सबै के गरेर अगाडि बढ्ने, कसरी मिल्नुपर्छ भन्ने कुरामा नै सबैको ध्यान जानुपर्छ भन्ने मलाई लाग्छ। त्यसैले आगामी दिनमा सबै नेपालीहरू एकजुट भएर सत्यमेव जयते अथवा सत्यको बाटोमा हामी अगाडि बढ्नुपर्छ भन्ने कुरा हामीले असतोमा सद्गमय तमसोमा ज्योतिर्गमय मृत्योर्मा अमृतम गमय भन्दै त्यो कुरा वैदिक मन्त्र हामीले आत्मसात गर्दै अगाडि बढ्नुपर्छ र विश्वमा भाइचारा बढाउँदै विश्वका सबै मान्छे होइन सम्पूर्ण मानव एक हो, सबै प्राणी एक हुन्। या त मानव मात्र होइन, चराचर जगतलाई नै रक्षा गर्नुपर्ने, सबैलाई समान रूपबाट व्यवहार गर्नुपर्ने, सबैको रक्षा गर्नुपर्ने हुनसक्छ। हामीले धर्मको रक्षा गऱ्यौँ भने मात्रै हाम्रो रक्षा धर्मले गर्न सक्छ। यही कुरा म सबैलाई आग्रह गर्न चाहन्छु। धन्यवाद छ जुन तपाईँले महत्त्वपूर्ण विषयवस्तु राखिदिनु भएको छ। त्यसै क्रममा हामी माझ लामो समयसम्म शिक्षा पेसामा अनुभवी संस्कृति खोज तथा अनुसन्धानकर्ता श्री दामोदर शर्मा कोइरालाजी हुनुहुन्थ्यो। उहाँले वेदको विषयमा सहजीकरण गरेर आम मान्छेले बुझ्न सक्ने शब्दहरू व्यक्त गर्दै गरिसक्नु भएको छ र यस्तै आगामी दिनहरूमा पनि तपाईँहरूको माझ अझ हामी सशक्त रूपमा आउनेछौँ भन्दै आजको यहीँ समाप्त भएको घोषणा गर्छु। हस्त धन्यवाद।